आकाश डुब्लो है ओए मोटो डुब्यो आज नयाँ डे नयाँ भिडियो ल आज चाहिँ हामी पिकनिक जान लाग्छौँ शनिबार बिहानको 9 बजिरहेको छ 9:30 हामी फिल्डबाट हिँड्छौँ हामी पावर हाउस जान लाग्छौँ पावर हाउस जान यहाँ हरि साथी जिएम यहाँ सन्दीप हुनुहुन्छ ल एक्साइटेड दामी पानी चाहिँ कस्तो हुन्छ अब खोलामा के हुन्छ उतै गएर हेरौँ ल अर्को एक्स्ट्रा डिजन कलेज बम पाएको छु यसमा चाहिँ गरेको रे के हुन्छ लाग्यो साथी हेलो गाइस हामी पावर हाउस पुगेको छ ल केटाहरूले काम गर्दैछ चामल धुँदै घर होइन के त्यो के हो रिसोर्ट हो त्यो त्यस्तै चामल धुँदै यता पनि छ नि त्यस्तो भयो अनि केटाहरू केटालाई पानी बोकेर यतै लिएर आइदिन्छु मैले कस्तो गल्ती गरेँ यार त्यो चलाउने कुराहरू उस बिर्सेर यार कसम हात बिर्सेको मैले यार भीम भण्डारी चलाउने कुरा बिर्सेछ हरि साथी केटाहरूले 9 क्याप्टेन, बजे जाने भनेर तयारी गर्यो त्यसपछि म उही अबेला भयो आकाश त्यहाँ शिव, भाग्ने क्रममा यो सन्दीप। लिएर भागेको कि मैले यहाँ छु आज हामी पिकनिक आएको तर पानीको लागि यहाँ कुरेर बसेको अब एकछिनपछि जानुपर्छ टक्क बनाउन आउँछ अब चामल धुँदैछन् साथीहरूले अब भाडा त्यसपछि गएर चुला सुला बनाएर भात पकाएर भात पकाउनु पर्छ पहिला निकाल म चाहिँ बनाइदिन्छु ल है लल्ले पल्किन्छ है लल्ले पल्लिन्छ है पल्लियो उदे मुनि हो र मान्छे आउ न पाल्छ नि हामीलाई चलो पानीमा डुबाउने भनेको के भयो चार्जर दुईटा मात्र रह्यो दुईटा नि कति भेन चार्जै खाँदैन तपाईँ भन्नुहोस् भन्नेमा आउँछ फेरि सुरु भइसक्यो पौडी खेल्ने आज त मोटो मोटो मान्छेको सबभन्दा फर्स्टमा हो दुईटा सुरु आज चाहिँ अब हामी यता पाउरस फ्यामिली आम अनि हामी पिकनिक खाना आएको है आज है खोला हामीले सक्कुजे ल फाइनली गाइज न भन् त ल फाइनली गाइज आज हाम्रो पिकनिक खाए आइलबाटी यहाँ हाइड्रो पावर थन भर्खर हमारे यहाँ भात पाक्टा अब एकछिन पाछे अब हाम्रो सुरु करब खाना पिना छ्याङ छ्याङ हाल्ने बाटो लड्का छ्याङ ऊ कोक दारूमा सक्कु बाज बस अबेलक अत्रै ल भात पाक्दैछ भात पाक्ने ए हेर्नेमा चाहिँ टुप्रै छ यता चाहिँ आकाश छ आकाश खेल्नलाई रेडी भइसक्यो अनि यतातिर खाना पाक्दैछ कोही उता फोटो सेयर हुँदैछ अनि ल अनि यता चाहिँ कोही बक्सा नयाँ बक्सा लाउँदै अनि भण्डारी यताबाट चाहिँ भण्डारी खेलेर आइसक्यो ऊ
भण्डारी खेलेर आइसक्यो हो लजाउँदै ल अनि मेरो गोप्रोमा चाहिँ भिडियो कम भएको भएर ब्याट्री चार्ज नभएको भएर यहाँबाट गरेको ल के भन्ने होला भन्न ल उता हाम्रो बुर्चोटी एक ठाउँ लाके आइगेल बा अब हामीले सबको जाने अब लाई जा लड़के यहाँ फोटो वोटो खींचते हैं क्या करते हैं अबे पाछे अबे हमारा शुरू हुई अभी लगात रही आकाश डुब्लो है ल ओ आउँदैन भन्ने मान्छे त गएर रहेछ त्यहाँ सास फेर्न सकिन्न रहेछ आउँदैन भनेको मान्छे त हेर न उहाँ बडी यस्तरी खेल्ने नि मलाई त आउनु यस्तो गरे गएको छैन होला मोटो डुब्यो मोटो डुब्यो ल के भन्नु ल कस्तो भयो उसले सुरुमा डाइभ हान्ने ऊ खतरा खतरा ल आकाश कस्तो रहेछ धुलो नउडा बिस्तारै बिस्तारै यहाँ धुलो पहिला भन्दा अलिकति कम गइरो रहेछ पहिला पहिला अहिले पानी धेरै तल आएको भर्खरै हो के तल बुझे बन्द छैन नि त ल अहिले एकैचोटि भेटौँ भात हुनु पर्यो तरकारी लिएर ओ उता विशाल उता जुत्तातिर अलि उता राख न धुलो परेको के सबै ढुङ्गा यहाँ राख अनि ढुङ्गामाथि चाहिँ आरी राख के थाली एउटा कुण्ड हो नुन कम छ यहाँ छ नुन छ खाइसक्यो यार हामी पेटमा मुसा दौरेछ क्याप्टेन मलाई हाल नि यो खै त मासु ल यता कुखुरा खाने यतातिर यसलाई यता कुखुरा खाने यता अनि त भीम चौधरी हो के खतरा चौधरी हो नि फेरि यता विशाल अनि यता साथी छ होइन यता क्याप्टेन छ अनि यता भण्डारी यता राजन अनि यता मोटु अनि त्यसपछि यता शर्मा र आकाश म हुँ खाएपछि अहिले अब फेरि के हुन्छ अनि सर पनि अहिले आउँदै हुनुहुन्छ यता पनि फर्के डान्स आन न सुध्रने फुर्सद हुनु पर्यो नि सुध्रिनलाई ल हामी फर्किँदैछौँ अब हामी पौडी खेलिसक्यो अब पिकनिक पनि खाइसक्यो थालसाल सब माझिसक्यो फोहोर पनि उठाएर ल्याइदिन्छु फोहोर चाहिँ फाल्ने होइन गरौँ तर सफा नि गरौँ सफा पनि गरौँ तर प्लास्टिक जन्य पदार्थहरू त्यो सिसा फुटाल्ने काम नगरौँ प्लास्टिकहरू ट्याक्क लिएर डस्टबिनमा फालौँ सकेसम्म जलाउने ठाउँ भयो जलाम नत्र नजलाम प्लास्टिक पनि पानी पर्न लाग्यो पानी पर्यो ल अब ल रनिङ ब्यागमा राखेको छिटो पानी पर्यो हे सिधै हेर्नुपर्छ यस्तै हेर्नुपर्छ
यहाँ आइना आएको छ यहाँहरू बाख्री रहेछ यहाँहरूको है बोकाहरूको लागि बाख्री भित्र हाल्दा पहिला मन्डाली पानी पऱ्यो भन्दा ल गयो केटाहरू जेयरिङ गर ल मुनि जाऊ चत मुनि जाऊ बाख्राहरू ल छिटो टाउन मेरो च्यानल सब्सक्राइब गरिदिनु होला नगर केटाहरू हिँडिरहेको छ यार पानी पर्यो जाम थाकियो सन्दीप मगर चोर कस्तो लाग्यो भन्नुहोस् एक्स्ट्रा आर्मी भन्नु नमिल्ने एक्स्ट्रा आर्मी गाह्रो हुँदो रहेछ पेन्सन पाएपछि त फाइनली पुग्यो ल यति मुनि एउटा ल सब्सक्राइब गर्न नबिर्सिनु होला अनि मासु खाएर मात्र आउन आएको झन् दुब्ला जानुभयो क्याप्टेन हजुर ल पानी पर्यो लास्ट थाक्यो होइन पानी ल्याउने अब यहाँ हाम्रो अरू साथी हाम्रो आरी एउटा आइपुग्यो